नमस्ते सम्पूर्ण मित्रहरूलाई। यो चाहिँ धरान 4 र धरान 14 धरान 13 जोड्ने यो सामान्य पुल बनिरहेको छ टाटाको सहयोगमा र श्रमदाताको श्रमबाट। आज शनिबारको दिन पनि काम जारी छ, हाम्रो छुट्टै यता काम जारी छ। खाना खाने टाइममा चाहिँ यो भिडियो लिएको हो, अरू बेला त भिडियो लिन पाइदिन, काम गरेको हाम्रो मेस यता चलिरहेछ। म पनि खाना खाएर चाहिँ यो भिडियो लिएको छु। हाम्रो धनी दाजु, हाम्रो कान्छो दाजु, हाम्रो सम्पूर्ण 4 बासी 14 बासी सबै हुनुहुन्छ। रासिन पानीहरू पनि डाटाज्यूहरूले ल्याइदिनु भएको छ, उहाँहरूलाई सम्मान छ। हाम्रो महान श्रमदाता, रकम दान गर्नुहुने, रासन पानी दान गर्नुहुनेहरूलाई पनि मरी धन्यवाद छ। यही खोला, यही बाटो हुँदै हिजोको दिनमा हामी धरान 14 को दन्तकाली स्कुल पढ्थ्यौँ र कलेज पनि धाएँ मैले योबाट। स्कुल जाँदाखेरि धेरै गाह्रो हुन्थ्यो। अब अहिले त बजारमै राख्छन्। त्यो समयमा हाम्रो पालामा चाहिँ हामी सबै गाउँको स्कुल ओहोरदोहोर गर्थ्यो। यो बाटो धेरै गाह्रो हुन्थ्यो, भिजेर स्कुल पुग्नु पर्थ्यो बर्खामा। अब यो सामान्य पुल भए पनि यसले केही राहत दिनेछ भन्ने हामीले विश्वास लिएका छौँ र रात दिन खटिराख्नु भएको छ यहाँको श्रमदाताहरू र टाढाबाट पनि सहयोग रकम रासन पानी सहयोग गरिराख्नु भएको छ। सबैलाई धेरै धन्यवाद दिन चाहन्छु।